Khorbanjang Makwanpur Tingan, Khorbanjang Makwanpur Tingan. रोकौं क्या हो यहाँ? मान्छे हिँड्न चाहिँ पर्छ, पुग्न चाहिँ कहाँ पुगिन्छ। अब यतापट्टि घाम लागिरहेछ है, गाडी आउनुभन्दा अगाडि जाने हो। यहाँ बाइकले उयो गरेर तल गएर मिलाउने खेल। यस्तो अब कुहिरो भित्र पस्नेवाला तल झऱ्यो। अब यो घाम हराउँदै अब शीतलहरको भित्र छिर्दैछ ओए। यो अघि जस्तो पारारा त भएन नि। अब शीतलहरको भित्र घाम छोड्यो। अब घाम छोड्यो। भित्र छिर्यो अब कुहिरो। बाटो राम्रो छैन नि त। राम्रो भए पनि नराम्रो भए पनि के हुन्छ? ब्रेक लाग्दैन नि। अङ्कल कहाँ हिँड्ने? 5 मिनटको बाटोमा यस्तो डिफरेन्स छ। यो चाहिँ पुरानो पुल रहेछ। अब फास्ट्याग गर्दैन पुल त भन्दैछ। ठाउँ चाहिँ बनाएकै हो जे होस्।
इन्जिनियरहरू छदियोस्, चाइनिज इन्जिनियरहरू छदियोस्। ऊ यसरी यो के रेडिमेड बनाउँछ कि यिनीहरूले। ए यहाँ काम गर्ने केटाहरू थुप्रो छ कि कता कता। त्यो उठाउँदै लैजान्छ क्या। 11 औतारी पनि त यस्तैमा काम गर्छ त नि। 10 औतारी पुल चाहिँ टन्नै रहेछ क्या यो खोलामा है। मात्र पनि होइन फास्ट ट्र्याकको खोइ के हो यो पुलै हो यो पनि। पुलै कतिवटा रहेछ है। यो चाहिँ कम्प्लिट भइसक्यो, एउटा चाहिँ कम्प्लिट भएछ। त्यसैले जोड्दै जाने रहेछ क्या। त्यसैले जोड्दै बबाल छ है। यो चाहिँ फास्ट्याग यस्तो छ। आमामामामा मेगा स्ट्रक्चर जाडो छ। जाडो छ, जाडो छ, तराईमा जाडो छ। अब यो चाहिँ तराई र पहाड जोडिने ठाउँको बाटो हो, त्यही भएर पहाड खस्नु लाग्छ। के गर्नुपर्ने? माछा किन नपाउनु? यस्तो खोलामा माछा पाउँदैन, यस्तो खोलामा माछा पाउँदैन भन्छ यार साथीहरू यार। यो पहाड कति दामी पहाड। यहाँ आएर हेऱ्यो भने चाहिँ लास्टै दामी लाग्छ, भिडियोमा चाहिँ खोइ पनि है। के थाहा यार तराईमा यस्तो जाडो छ भनेर। हिमालमा के जाडो होला र है।
यस्तो जाडो छ घुस्नु लागेको छ है आगो बिना त यहाँ त तराईमा त यस्तो छ कि पाहाडमा मजाले घाम लाग्यो